दिस इज प्रकाश हैन। अनि आज चाहिँ 12 नोभेम्बर 2025 म आएको लगभग 2 वर्ष बढी भइसकेको छ युएसमा। अनि यो दौरान चाहिँ मैले धेरै थोक गर्नु बाँकी छ। मैले आफ्नो लोनहरू पनि थोरै मात्र तिरेको छु, तर जहाँ थियो त्यहाँ नै छु। आई क्यानट मुभ द निडल क्या। मेरो चाहिँ डबल पनि थियो है अरूको भन्दा ठ्याक्कै, तपाईँ बुझ्नुहुन्छ। अनि अब चाहिँ एट द एन्ड अफ सेमेस्टर मेरो पढाइहरू पनि विक हुँदैछ, तर आई होप जब म युनिभर्सिटी पुग्छु, यदि म पुगिहालेँ भनेदेखि आई विस आई कुड फोकस अन माई स्टडी क्या। त्यति धेरै इम्पोर्टेन्ट छ क्या तपाईँको करियरको लागि। अनि यहाँ पिज्जा स्टाटस मेन्टेन गरेर बस्नको लागि पनि, अनि H1B OPT, अनि फ्युचरै तपाईँको एकाडेमिकमा टिकेको हुन्छ। सो तपाईँ यहाँ आएर चाहिँ घन्टा मात्रै हान्छु भनेर सोच्नुहुन्छ भनेदेखि जिन्दगीभर घन्टा मात्रै हानेर बस्नुहुन्छ। अनि एट द एन्ड मलाई रियलाइज भएको भनेदेखि सो यु सुड फोकस अन युर स्टडी। तर मेरो केसमा चाहिँ काम गर्नै पर्छ, अरूले भन्दा म्याक्सिमम काम, नो चोइस।